मेरो वाइटी फ्यामिली प्रति सम्पूर्णमा जय श्री राधे नमस्कार गर्दछु। आज म यहाँहरूलाई आज देखाइरहने भिडियो भनेको चाहिँ मेरो दिदी, मेरो ठुल दिदी अम्बिका देवी कतिवटा हुनुहुन्छ। उहाँको घरमा यसो रुद्री चण्डी, वेदहरू पाठ, सत्यनारायण पूजा, घर चोखो गर्ने कुराहरूलाई त्यो पूजा सम्बन्धीको चाहिँ मैले भिडियोहरू यहाँहरूमा लिएर आइरहेको छु र केही सम्पूर्ण क्लिपहरू देखाउन नसके पनि मैले केही क्लिपहरू देखाउँछु, दृश्यहरू देखाउँछु। पूजा अनि पूजाको लागि तयारी, खानापिना व्यवस्थापन, अनि आज चाहिँ अलिकति मौसमले साथ नदिएकोले गर्दाखेरि अलिकति काम गर्ने कुराहरूमा धेरै असर पर्छ। र पनि म यहाँहरूलाई भिडियो मार्फत दृश्यहरू देखाउन गइरहेको छु। यहाँहरूले चाहिँ भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। जो नयाँ हुनुहुन्छ, मसँग जोडिनु भएको छैन भने मेरो च्यानलमा भिजिट गरेर भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। भिडियोहरू मन पर्यो र यहाँहरूलाई म मेरो च्यानललाई साथसाथै किन हृदयदेखि नै मन लाग्यो भने सेयर पनि गरिदिनु होला। म यति भन्दै यहाँहरूलाई दृश्यतर्फ अगाडि बढाउँछु र जति पनि भिडियो बस्ने एडहरूलाई एकजना हेल्पर चाहिन्छ। पूजा गरेर ठाउँमा त्यहाँ पनि रातो अंशलाई रातो भुजी पूजा गरे। अघि त्यो अर्घ पूजा गरेको उठाएर त्यहाँ अर्घ दिनु। जगत साक्षिणी भगवान श्री सूर्य नारायण मध्यवर्ती नारायण सरसिजा सरस्वती मकरकुंडलवान किरीटी हारी हिरण्मय सातमं कालरात्रि महागौरी चिताष्टमं नवं सिद्धिरात्रि च नवदुर्गा प्रकीर्ता स्वयं सुखदेहा भवनेश्वरास्मि पापात्मनां विदर्या हृदये श्रद्धा सतांकुलजना देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतो प्रसीद विश्वेश्वरी पारि विश्वं त्वमीश्वरी देवी ताराजरस्य श्री महाकाली महालक्ष्मी सरस्वती स्वरूपाय जानामि तवार्चनं पूजां च न जानामि क्षमतां परमेश्वरी मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वरी अपूजितं मया देवी परिपूर्णं करोतु मे। अपराध सहस्राणि क्रियन्ते हरिशं मया दासोऽयमिति क्षमस्व परमेश्वर। हम भगवान संतति अब यहाँ आवना हे गौरी शक्ति नाम बारे संतोषा विश्वासुरा देवानि देवे समय करितं ज्ञानं पूजा भगवन्ते ओम नमः शिवाय ज्ञानं जनते तंत्रस्मृति ओम नमः शिवाय कालयुगादिरं स्मृतिमि नमस्ते ब्रह्मण्यवतो जगते महाभाव्यां समाज्याते शिवा अनुग्रह भूला प्रकाशिनी ज्ञानकी जडवांश ब्रह्मजनकी गंगास्ते विवज्रतने शिवां गुरुमायिकं श्री गुरुगं जगतं शिवे नवदसात्वा गिरिसाक्षा वरामसि यथा न समं जगदनिकं सुमनासकं अधमो नदियोगा प्रभो यमो विभकाय सदरान् जमनि निर्वाण राजगान्यवराणि पराशु अथो दशाब्रो अवरो प्रभो सुमंगलवान् हेतेन गुरुराभितो विसुद्धा स्वन्दो वैनां हेरैमय अथो जन्मपति नीलगिरि गोविलो हिता उतैनं गोपाल सन्नरि सन्नदार्य सरिप
सुप्रयाति नमोस्तु नीलग्रीवाय सहस्राक्षाय मीडते अतोजे असिरपानो अन्तेभ्यो करन्नमः ब्रह्मचर्मोपमयो राभ्यो जन्मं जापदे हसैकवावरामगोपः विजगनो कपतिनो विशल्यो वाडवा उतो निसन्नसिदायिकवा वृषिकं वदिरीख्याते निर्मीरुषमासे बहुमते तयास्मान् सुरत्मया परिमुजा परिते कन्मनो एतिरस्मान् नृणक विशदः अतो जयदिशवारे अस्मन्निरेयम् अवतरन्तं सहस्राक्षतले तिले शिशिरसकल्या नमस्कारुणा नमस्कार दाय नाराय जने महागणपते मोगायंगलमणे मानव मृत्युंजयाय नमः ओम भूर्भुवस्सु श्रीराम सदाशिवाय नमः अभिषेकस्नानं समर्पयामि साम्ब सदाशिवाय नमः इति नाममन्त्रेण बन्धपुष्पाक्षत विलोपत्रदुपतिपदैवेद्य देवी सम्पूज्य ध्यानं वदनं समर्पयामि सदाशिवाय यज्ञपवित्रं ओम नमस्ते नीलग्रीवाय सहस्राक्षाय मीडते अन्तरिक्षं अन्तेकरणं नवविष्णुं देवयकं देवरामय उपवितं चोत्तरे परमेश्वरं चन्दनं ओम ब्रह्मचर्म किन सभा खाना जाने बेला भयो श्रीखण्डं चन्दनं दिव्यं चन्दाढ्यं मनोहरं भोलि कार्यक्रमको भिडियो मजाले बनाउन लाग्यो कसैलाई धमाधम पढ्नलाई हटाउन पाए होइन हटाउनु पर्छ
यो चाहिँ न्युटेला पुर्याउने काम र भान्जाले चाहिँ न्युटेला पुर्याउने काम गर्दै हुनुहुन्छ। उम्लेकै पो रहेन भाजी कतिजनालाई चिया पकाउनु भएको? 3 जनालाई मात्रै हो यो? अरूले खाइसक्नुभयो? फेरि पकाउने। ल ठिक छ। यहाँ चाहिँ न्युटेला पुर्याउने काम हुँदैछ। भाइले धमाधम लगाइरहनु भएको छ। भान्जाले चलाउँदै हुनुहुन्छ। यहाँ तयारी हुँदैछ। आज चाहिँ मेरो दिदीको घरमा पूजाको कार्यक्रमको झलकहरू म यहाँहरूलाई देखाइरहेको छु। यहाँ चाहिँ सब्जीहरू आज पानी परेर पानीले डिस्टर्ब गरेकोले गर्दाखेरि एक्लै हुँदैन 2 जनाले समाउनुपर्छ। यहाँ सब्जीहरू बनाउने काम भइरहेको छ। हाम्रा 2 जना ज्वाइँहरूले चाहिँ यहाँ सब्जीको तयारी गरिरहनु भएछ। चलाउँदै गर्दै गर्दा हुन्थ्यो होला। यतापट्टि बाहिर चाहिँ आज मौसम पानी झरी परेकोले गर्दा यो 2 दिनदेखिको झरीले गर्दाखेरि बाहिर केही गर्न दिएन, असुविधा भयो। त्यसले गर्दाखेरि हामीले चाहिँ माथि बरन्डामा चाहिँ पकाउने गर्ने कामहरू गर्दैछौँ। यहाँहरूले यो दृश्य हेरिरहनु भएको छ। धमाधम सब्जी बनिसकेको छ। सब्जी निकाल्ने काम बनाउने काम भइरहेको छ धमाधम। टमाटरको अचार चाहिँ लगभग तयारी अवस्थामा छ है। यहाँ हाम्रो भाइले बनाइरहनु भएको छ टमाटरको अचार मजाले। अर्को सब्जी बन्दैछ। एउटा सब्जी तयारी भइसक्यो, अचार तयारी भइसक्यो। अब दोस्रो आइटमको सब्जी तयारी हुँदैछ धमाधम। पुरी बनाउनलाई बेल्ने काम भइरहेको छ। सबैजना आफ्नो व्यस्ततामा हुनुहुन्छ। म चाहिँ भिडियो बनाएर तपाईँहरूलाई देखाइरहेको छु। बटारिएका भिनाजु ओइ बटारिएका भिनाजु कता गए? वहाँ जाँदा पो त आउँदा होइन। ए आउँदा पनि हो जाँदा पनि भाडा तिर्नु पर्छ है भनेपछि चाहिँ अब म सुन्न छोडेँ है। को बोल्दैछौ? पेटक्कै कान अहिले आएर झनन्न भयो। भरे आउँदा माइलो पनि थियो होइन? त्यो बाटोमा सुतेको देखेपछि होइन सुरु भएको नि त हौ। यहाँ चाहिँ पुरी पाक्ने काम भइरहेको छ आज पूजामा प्रसादीको लागि। ठ्याक्कै तपाईँहरूले हेर्नु होला। मेरो फोटो देखेपछि उता चलाउने होइन। आज त अलग्गै देख्नुभयो भन्नु होला। मेरो माइलो भाइ हो है। ठ्याक्कै पुरी बनाउँदै गर्ने चाहिँ म जेठो। यहाँ दाजुहरू हुनुहुन्छ। झुक्किन सक्नुहुन्छ। पाइयो झुक्किनलाई। सबैले आफ्नो काम धमाधम
यता दाजु नाङ्लोमा लिएर एकदम तयारी अवस्थामा हुनुहुन्छ। यहाँ चाहिँ तयारी भएको छ, तयारी हुने क्रम छ, यो सुरुवाती हो। म अहिले अन्तिममा फेरि तपाईँहरूलाई सबै दृश्यहरू देखाउने छु। यो चाहिँ हाम्रो हिन्दू परम्परा अनुसार चाहिँ पनातीहरूले कुक्रै बाउलाई चाहिँ खिर खुवाउने चलन एउटा पुरानो चलन भएकोले गर्दा यो यहाँ तयारी भइरहेको छ। आजको कार्यक्रममा पनातीहरूद्वारा चाहिँ हजुरबा हजुरआमा त्यसलाई पनि खोल्नु यहाँ चाहिँ हाम्रो भान्जीले हँसाउँदै हुनुहुन्छ, नुन बेगरको सुगर फ्री अरे, चिनी बेगरको भन्न खोज्नु भएको होला, टन स्लिप। भान्जीहरूले सुक्खा रोटी, बाहिर पुरीहरू बन्दैछ, यहाँ चाहिँ गुरुजीहरूको लागि सुक्खा रोटी बनाउने तयारी भइरहेको छ। हाम्रो दुईटी भान्जी अनि ठुली बुहारी भान्जी, सानी बुहारी भान्जी उतापट्टि हुनुहुन्छ। उहाँ राधे श्याम राधे श्याम राधे श्याम राधे श्याम भन्दै हुनुहुन्छ तपाईँहरू सबैजनालाई। र यहाँ धमाधम भइरहेको छ कार्य र मैले चाहिँ एकदम यहाँहरूलाई आज पूजाको तयारी अनि पूजा हुँदै गरेको अनि आउने पाहुनाहरू इष्टमित्रहरूको लागि खानाको तयारी, गुरुजीहरूको लागि तयारी, यो दृश्यहरू यहाँहरूलाई मैले देखाइरहेको छु। पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने आशा गरेको छु।